हेलो गाइजहरु फाइनली नेपाल टु इन्डियाको समय हाम्रो एकदम इन्डियातिर पुगिसक्यो हैन गाइजहरु जोस बमितिर आयो फ्यामिली ल्याएर भन्नु तपाईहरुलाई म एउटा कोठा बुकिङ गर्दैछु मेरो यहाँ केही देखिदैन टक्क सो गाइजहरु टक्क हैन अब मैले कोठा भित्र मैले किचन सब कोठा जोडिसकेँ 1 BHK रुम ल्याएँ टक्क मैले भाडा मिनिमम मेरो 10,000 छैन रुमको भाडा यार मैले 10,000 भाडा मात्रै छ अब त्यसपछि मैले अब त यहाँ इन्डियातिर के भन्छ बम्बईतिर सबै भाडा पहिल्यै 15-20 हजार रुपैयाँ पहिल्यै मागिहाल्छन् क्या रुम यहाँ सब दिएर टक्कै 1 BHK रुम लिइसकेको छैन साथीहरु अलि रुमको अलि यस्तो फ्यासिलिटी अलिक राम्रो छैन फेरि पनि ठिक छ सब फ्री छ पानी बत्ती हैन सब एकदम टोयलेट सलेट भन्ने कुरो सब फ्री छ क्या गाइजहरु हैन भन्दी अनि हैन साथीहरु टक्क हेर्नुहोस् सब नयाँ सामान जोडिसक्यो अब मैले त फेरि टक्क हेर्न सक्नुहुन्छ साथीहरु टक्क यो छ सब खानचिजहरु सलादहरु हैन एकदम टक्क पारामा अनि सक्नुहुन्छ मार्केट अहिले 3-4 हजारको मार्केटै ल्याएर आएको छु मैले हैन हेर्न सक्नुहुन्छ साथीहरु टक्क माछा बन्दैछ हैन एकदम माछा र अन्डा मैले एउटै ठाउँमा मिक्स गर्छ क्या अनि यो भट्टी हेर्न सक्नुहुन्छ भट्टी पनि फेरि बहुत ब्रान्ड रहेछ खासमा 2000-3000 को यो त फेरि हैन रोटी हाल्दै अनि मेरा भिनाजु एकदम जेठा भिनाजु हैन टक्का बुढी यता फर्केर एकछिन फर्केन हेर्न एकछिन हेर्न ल साथीहरु टक्क रोटी हालिसक्यौ हैन रोटी अब हेर्नुस् हेर्नु गाइस है के गरियो भन्दाखेरि सबै ठुलो गल्ती अब सामान टन्न भाँडाकुडी किनियो तर एउटा चीज किन्न भुलियो छ क्या त्यो मेन चीज के रहेछ रोटी हाल्दाखेरि बेलन हेर्न सक्नुहुन्छ त रोटी हेर्नुहोस् यहाँ के स्टाइल हाल्नु पुर्याएको छ हैन म यो तपाईहरुले बुझ्न सक्नुहुन्छ गिलासले चाहिँ हैन हेर्नुहोस् यस्तो पनि छ हैन टक्कै आएर म पसिना बगाएर हैन हेर्नु पुरा पसिना बगाएर काम गर्नु परेको छ तर जेस मेहनत चाहिँ गरिरहेछ भनेको अब फ्यामिली ल्याएपछि यतिको खर्च पर्छ टन्न लाग्ने रहेछ अरू त केही थिएन यस्तै छ यो अर्को साइडको रुम हो सायद टक्क अलि देखिँदैन ओछ्यान खोज्यान अलि किनेको छैन मैले अलिक बिस्तारै किनौँ ल एकदम सानो भिडियो बनाइदिउँ कि भनेको होइन टक्क एकदम नबनाएको पनि धेरै दिन भयो 8-9 दिन भइसक्यो भने भ्लग नबनाएको पनि एकदम टक्क सानो मलाई फलोमा भएर टक्क सब्सक्राइब और लाइक सब्सक्राइब सेयर सब कुछ गर्न सक्नुहुन्छ र गरिदिनु होला भन्न चाहन्छु र युट्युबमा गएर एकछिन टक्कै हेरिदिनु होला एकदम फ्रिली ल फाइनली अन्डा पनि फेरि हामीले बाहिरको खोल्टा सहित हालेको छौँ बोइल गर्नलाई हैन सब्जी पनि जस्ट रेडी भइसकेछ एकदम